नगरपालिका नम्बर 1 दबुङ डाँडामा आइतबार चण्डी पूजा धुमधामका साथ सम्पन्न गरिएको छ। चण्डी पूजा गर्नका लागि जामुने, सागे, मनपाङ, दमौली, पोखरा लगायतका क्षेत्रहरूबाट हजारौं भक्तजनहरूको उपस्थिति रहेको थियो। आइतबार एकजना मूल पुजारी सहित 7 जना अन्य पुजारीहरूद्वारा बाजा गाजासहित पूजा गरिएको छ। कल गर्ने र मनोकांक्षा पूरा हुने भएपछि भक्तजनहरूले मन्दिरमा पुगेर बलि चढाउने परम्परा रहेको छ। मन्दिरमा 12वटा सुँगुर, 150 भन्दा बढी पाठापाठी, 500 भन्दा बढी कुखुरा, परेवा, हाँस लगायतका पशु पन्छीको बलि चढाइएको मन्दिरका मूल पुजारी जाल बहादुर मगरले जानकारी दिनुभयो। यो परम्परादेखि नै पूजापाठहरूले गर्दै आएको छ। यो यसमा चाहिँ एकदम राम्रोसित भव्य रूपमा मनाइन्छ। गाउँवासीहरूले 700 दबुङको चाहिँ यो मेन चल्ती हो। यसमा चाहिँ नेपाल अधिराज्यभरको भन्दा पनि यहाँ चाहिँ 7वटा पुजारी अनि अलि जानु तपाईँ नकाउने 7वटा पुजारी अनि त्यहाँबाट पुजारीको सङ्घमा 7 जना चाहिँ हेल्पर अनि एउटा मेन गुरु। त्यसको बाद चाहिँ सब गाउँवासीहरूले राम्रोसित मान्छ यसलाई। यसमा सामाजिक पूजा पनि हुन्छ, अरू आफ्नो पर्सनल भक्कल पनि हुन्छ र निम रेगुलर सधैँ पहिले गाउँवासीहरूले गर्ने चाहिँ निम पूजा दिनमा पनि जस्तो यहाँ पूजा गर्नको लागि हर महिनाको साउन महिना छोडेर हर आइतबारको दिन चाहिँ पहिलो दिन एकादशीमा गरिँदैन अनि त्यहाँबाट औँसीमा गरिँदैन। अरू बार चाहिँ महिनाको फर्स्ट आइतबार चाहिँ यो गरिन्छ। औँसी छोडेर औँसी र चाहिँ एकादशी छोडेर चाहिँ प्रत्येक वर्षको अक्षय तृतीया पछाडिको पहिलो आइतबार सो स्थानमा पूजापाठ गर्ने प्रचलन रहेको छ। आइतबार 5000 बढी श्रद्धालु भक्तजनहरूले चण्डीदेवी मन्दिरमा पूजापाठ सम्पन्न गरिएको मन्दिर संरक्षण समिति एवं अक्षय कोषका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो। गाउँमा सङ्कट पर्दा तिनै चण्डीदेवीलाई सम्झने र सङ्कटको अन्त्य भएपछि मन्दिरमा गएर बलि दिने परम्परा रहेको स्थानीय बुढापाकाहरूको भनाइ छ। लामो खडेरी परेका बेलामा समेत मन्दिरमा बलि चढाउँदा वर्षा हुँदै आएको मन्दिर संरक्षण समितिका पदाधिकारीहरूको भनाइ छ। रुखमा च्यापिएको जाँतो, गणेशको सुँड जस्ता देवी देवताको आकृति वरिपरिको हरियाली जङ्गल र त्यहाँबाट देखिने रमणीय दृश्यले त्यहाँ पुग्ने भक्तजनको ध्यान खिच्ने गरेको चण्डीदेवी युवा क्लबका अध्यक्ष विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो। विशेष गरी चण्डी मेलामा गाउँमै फलेको काँक्रो, केरा, उसिनेको तरुल, पिँडालु, दही लगायतका स्थानीय स्तरमा उत्पादन हुने फलहरूको व्यापार हुने गर्दछ। पञ्चबाजा बजाउने खर्च समेत मन्दिर संरक्षण सम्वर्धन तथा पूजालाई व्यवस्थित बनाउने काम अक्षय कोष समितिद्वारा गरिँदै आएको समितिका सचिव सन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। सो स्थानबाट विभिन्न हिमश्रृङ्खलाहरू हेर्न सकिने भएको छ। रुखमा च्यापिएर रहेको जाँतो, गणेशको मूर्ति लगायतका आकृति र रमणीय स्थलहरूको अवलोकनका लागि समेत वर्षेनी भक्तजनहरूको भिड लाग्ने गरेको स्थानीय विनोद कुमार श्रेष्ठले बताउनुभयो। चण्डीदेवी मन्दिरमा अन्य महिनाको पहिलो आइतबारमा समेत मासिक रूपमा पूजापाठ गरिँदै आएको छ।